हामी चाहिँ कहाँ भन्छ हामी सेतरिडी हुँदै हामी अर्घाखाँची जिल्ला सुब्बादेउराली चाहिँ जाँदैछौँ। आशिष राइडर आशिष छ, सन्दीप भाइ पछि गइसकेको छ। अब हामी चाहिँ यो ठाउँमा यो गण्डकी छ यता साइडतिर गण्डकी छ। हामी अहिले चाहिँ यो ठाउँमा नआइरहेको भन्दैन, हामी के अरे बाछाको पारीबाट हामी जाँदैछौँ। बाटो चाहिँ एवान छ यताको के हो हामी चाहिँ यस्तो छौँ। सन्दीप भाइ पछि छ, पहिरो ढुङ्गो फेरेको काली गण्डकी फेरि यता छ, फेरि भिरमै छ, फेरि हामी रिस्की छ हेर्नु। मोबाइल पनि खस्न सिधै टाढो छ के अरे। सन्दीप भाइ पछि छ। अब हामी चाहिँ हिँड्दैछौँ। भिड त कडा छ नि यार यहाँ। तिम्रा भिडियोमा खतरा बना मै छक परे छु त यार। ती बजार अरे यो कुर्तीघाट बजार हाम्रो। हामी चाहिँ फाइनली कुर्तीघाट बजारमा आएका छौँ। कपाल अलिक जिङरिङ परे ओ छोरा एक्लो जस्तो ठाउँमा यहीँ छौँ नि। ल हामी चाहिँ कुर्तीघाटमा आएको गाई छैन। सन्दीप भाइ छ पारी त होइन। हामी चाहिँ सिलगढी आइसकेका छौँ। यो हाम्रो काली गण्डकी थुनेको ठाउँ हो यो। अब हामी चाहिँ यहाँ छौँ। कता यो बेला भिडियो चलिएको छ। यो बेला त हेर हामी चाहिँ सिलगढी भन्ने ठाउँमा छौँ। सिलगढी हो। हामी चाहिँ यहाँबाट माथि जाँदैछौँ। भिउ देखेला जस्तो छ के ठाउँ। नेपालको झन्डा पनि रहेछ। त्यो पछि देख्ने सबै सेतगढी हो। यस्तरी काली गण्डकी थुनेको छ होइन। फोटो खींचना पूरा मैंने फिर ना वीडियो बंदा वीडियो नहीं खींची अपनी मेरे खींचना वीडियो है ना मैंने तो यार प्लीज यार जम्ता नि जम खानालाई हामी चाहिँ रेडी फोटो खिच्ने हेर क्यामेराबाट होइन हामी चाहिँ रेडी भन्ने ठाउँमा आएका छौँ। पर्वत स्याङ्जा गुल्मी तीनटा जिल्ला जोडिएको ठाउँमा छौँ। गुल्मी को स्याङ्जा भन्न भाइ रातै छ त यार यो खोलो त हैन। सोध हो र
भन्दिन नहुने यो त्यहाँ गएर पढ्नु अरे खोइ त कालो चस्मा खै नि ए खोइ होला ए छुस्के यार खानाबाट सोधेको काम कता कता आइयो कुरो पालो तिमी होइन उता फरक भयो जस्तो लाग्यो अब थाहा हुन्छ क्या गएर पढे यी दुईजना हामीसँगै आएको यो दुईवटा जोडी हेर्छन् किन है यहाँ त पर्वत त रहन्छ क्या यहाँ त पाल्पा स्याङ्जा गुल्मी तीनवटा जिल्लाको हो यताबाट राम्रो देखिँदो रहेछ स्याङ्जा गुल्मी पाल्पा तीनवटा जिल्ला जोडिने रिडी ठाउँमा छौँ फाइनल्ली हामी चाहिँ रिडीमा आइसकेका छौँ पर्वत होइन स्याङ्जा पाल्पा अनि गुल्मी तीनवटा जिल्ला जोडिएको सङ्गम स्थल हाम्रो रिडी हामी चाहिँ यहाँ आइसकेका छौँ हामी आएको छ हाम्रो फोटो सेसन चल्दैछ साथीहरू ल सुपदेउरालीको यात्रा जारी छ हामी चाहिँ अब धेरै अब 1 घन्टा आधा घन्टा पछि पुगिन्छ बाटो त्यस्तै रहेछ बाटो चाहिँ राम्रो रहेछ यो डाँडा गाडा भएको छ नि यो अर्का खाँचीको भ्यू हामी चाहिँ बाटोमै छौँ त यो भ्यू चाहिँ खतरा देखिने रहेछ अर्का खाँचीको यो गाउँ एरिया बवाल दामी देखिँदो रहेछ है गाउँको नाम चाहिँ थाहा भएन तर बवाल रहेछ है साथीहरू हामी चाहिँ सुपदेउराली आइपुगिसक्यो अर्का खाँची जिल्ला अवस्थित सुपदेउराली मन्दिरमा हामी आइसकेका छौँ साथीहरू अब यही ठाउँ हो सुपदेउराली मन्दिर साथीहरू फाइनल्ली आइसक्यो हामी अब सुपदेउराली मन्दिर है ल हो यो सुपदेउराली मन्दिर र हामी चाहिँ यहीँ जाँदैछौँ बस सटरहरू त टन्नै बनाएर रहेछन् त यहाँ है सुपदेउराली नो फाइनल्ली मन्दिरमा आइपुग्यो है गाइस मलाई बस्ने कतै भन क्या पैर कोई दिक्कत नहीं कोई भी दिक्कत नहीं उसकी सांसें जब तक चल रही है भाई वहाँ है तो डाँडो यस्तो भिड छ कि गाइस यहाँ पक्का हामी यहाँ लोट्यो भने हामी 1% चान्स नै छैन गाइस पानी परेको छ गाइस यस्तो छ अर्का खाँची कहाँको मान्छे कहाँ यो छ भगवानको मन्दिर पनि आयो
जिन्दगी ल हो यही मन्दिर हो हाम्रो अर्घाखाँचीको धार्मिक ऐतिहासिक पवित्र धार्मिक स्थल यही हाम्रो जिल्लाको रोकै यहीँ फोटो खिचेर जाने